अनि गाइजहरु हजुरहरुलाई आई डोन्ट नो खुसीको खबर भनौँ कि दुःखीको खबर भनौँ कि हैन केही हैन यार म बुढी भएको हो कि डुडुम डुडुम कसले अनि डोन्ट बी स्याड कदर गरेनौ मेरो उपहारको तिमीले हाम्रो उपहारको अब ठुलो मन थालेर बस्छ ल्याङ लागिसक्यो क्या मलाई बाई सौगात बाई हेलो गाइस वेलकम ब्याक टु माई च्यानल अनि फेरि पनि स्वागत छ तपाईँहरूलाई अर्को भिडियोमा गाइजहरू यो भिडियो चाहिँ एकदम इमोसनल प्लस जस्तो म आफ्नो एक्सप्रेसै गर्न सकिरहेको छैन अनि राइट नाउ हामी चाहिँ हामीसँग चाहिँ सगाजी हुनुहुन्छ सगाजी आए झ्यापो जस्तो देखिया आज नदेखो यार 2 घण्टा मात्र प्रकृति आए अनि दाजुले कृपाजी हुनुहुन्छ हाई अनि त्यसपछि यता छाप मेरो साथीले देखाएर आयो अनिसा अनि गाइजहरू हजुरहरूलाई आई डोन्ट नो खुसीको खबर भनौँ कि दुःखीको खबर भनौँ कि हैन केही हैन यार म बुढी भएको हो कि हाम्रो सौगात टाढा जाँदैछौ घरको जस्तो त नि 1 महिनामा यार हावा कुरा यार भन्दै गाइजहरू इट्स अ सरप्राइज एकदमै हैन के भन्दाखेरि हाम्रो सौगात चाहिँ अब अनि सौगात चाहिँ अब जाँदैछ कहाँ भन्दाखेरि फिनल्यान्ड जाँदैछ आफ्नो इन्टर्नसिप गर्नको लागि अनि उसको चाहिँ यहाँ ब्याचलर सक्यो नि त अनि हामी चाहिँ आज उसलाई सानो फेयरवेल दिन आएको सानैदेखि देखेको भएर होला कस्तो म आफू मतलब त्यो आफू पनि त सँगै हिँड्नु भएको थियो नि तर अनि कस्तो सौगात अब जाँदैछ जस्तो गाई आज के हुन्छ भनेर देखिहाल्छौँ हामी के मक्क पऱ्यो अरे संसार सो त्यही हो गाई चाहिँ के हुन्छ देखाउँछौँ ल अहिले कस्तो देखेको छ अनुसारले वेट लस गरेकी छिन् गाई 1 हप्तामा 5 केजी दुख्लाको 64 देखि 58 6 केजी भयो गाइस अनि यो केक चाहिँ हाम्रो अनुसारले लिएर आएको स्वयम्भूबाट आएको द कोरियन बेकरीबाट अनि त्यसपछि यहाँ चाहिँ बेस्ट विसेस अनि सौगात फेरि यस्तो भाउ छ कि यस्तो रिसिक जहाँ 1 महिना जाँदा घरको जस्तो होइन यो 1 महिना भनेको अनि के काट्नु पर्ने हावा घरमा तिमी प्लेनमा जान्छौ सधैँ सधैँ प्लेनमा गथे त यो हामी हाम्रो यहाँ रात पर्दा तिमी त्यहाँ के गर्थ्यौ तिम्रो घरमा दिन हुन्थ्यो अर्को दिन डिपोर्टेड भएर आयो भने पठाइदियो भने यतै रमाइलो छ भनेर 3-4 महिना बस्दियो भने फेरि लौ घरमा त्यस्तो खुसी हुन्थ्यो होला ल केटी ल साथी हो म यतातिर सेटल भएँ सो सौगातलाई चाहिँ केक काट्नु मन छैन अरे अहिले हामी केक कटाउँछौँ काट्नै नमन लाग्यो थ्याङ्क यू कामना छ तपाईँलाई आगामी दिनहरू राम्रो रहोस् शुभ रहोस् धेरै सिकेर राम्रो आम्दानी होस् सम्बन्ध गाढा हुँदै जाओस् तिमीलाई हाम्रो कदर होस् त्यो त भन्नु फेरि अरू कुरा चाहिँ हुन्छ है धेरै धेरै सम्झनाले सताओस् आफू देखिन भने फेरि नाटकै छ कसैको शुभ यात्रा देखिनु पर्दैन कि मोटी त होइन ल तिमी त यहाँ सबै केक काटेर खाऊ है थ्याङ्क यू धेरै धेरै मैले भने त आज फेरि स्याहार दिन आउनु हेर उरु न लाग्यो कि विदेश जान लाग्यो भने अलिक स्याड भयो के
बाबा सगतले एक्सप्रेसो खान्छु भनेर मगाएको मैले एक गुटुक सबलाई सोधेको किन भन त हो कसैले खान्न भनेको किन भन? अहिले यहाँ आएर त मैले एक सर्ट लगाउँथेँ भिडियो खिच्छु भनेको त अनुसार त अब मलाई देखाउने होला भन्छ पक्रिँदैन नि त्यो तिमीलाई नि खान्छु तितो हुन्छ भनेर मात्र हो खाने हो कि हो कि डाइरेक्ट खाऊ अब हामी केक खाइसक्यौँ है गाइजहरू मजा एक्सप्रेसनले काम गरेको छ ब्याक इन द ओरिजिनल मुड यस यता अब हाम्रो डान्सरहरू रेडी हुन्छ कसरी नाच्दै रे डुन्टुम डुन्टुम सौगात सुरु भयो गाइस सौगात सुरु भयो दीवानी है तुम संभालो पाओ कोई न सकता हाम्रो अनिसा जा फिल्म हेर्न यतातिरबाट जाँदाखेरि अबको भ्लगमा हेरेँ अब चाँडै आऊ है होस्टेल हामी चाहिँ कहाँ जान आँट्यो भन्दाखेरि सौगातले चाहिँ रातो बाजाबाट चाहिँ नास्ता मगाएको छ र अब होस्टेल गएर खानुको लागि जाँदैछौँ हजुर खाली गर्छु क्या कदर गरेन मेरो उपहारको तिमीले हाम्रो उपहारको तिमीलाई ल्याऊ भने होइन मैले त्यहीबाट फोन त भिडियो गराउँदैछ तिनीहरूले त के खान्छ के खाएर कृपाल त्यस्तो साह्रो खाएको खाजा चाहिँ पनि खाएर बस्छ नि अनि चिकन मोमो पनि खायो अझै अझै यो अनुहार हेर्नु अझै 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 खाने अझै त्यही बनाए ल सौगात उता बसेर बस्छ न किन काम छ म जुत्ता लाएर नकाटिकन बसेँ क्या अब जाने तिमी के काम छ यसको रहेछ सो गाइस फेरि पनि हामी खाएर आइसकेको छौँ टन्न भयो आनन्द भयो अनि अब चाहिँ हामीसँग चाहिँ अब सौगात चाहिँ जान आँटेछन् अब चाहिँ सौगातलाई हामी छोड्न जान चाहिँ पाइँदैन होला एयरपोर्टमा अनि त्यही भएर अब हाम्रो लास्ट मिट हुन्छ लाइक जानुभन्दा पेसेन्ट छ कि अनि साथी अब 39 डेज पछि आउँछ 39 40 डेज पछि अब त्यो पेसेन्ट त अर्को दिन आइहाल्छ नि 39 डेज त्यो पोस्टिङ आउँदैन नि त फेरि पोस्टिङ पनि आइहाल्छ नि अर्को वर्ष के चिन्ता
यस्तै भएछ छोड्दै साथी तिम्रो लागि म तर सधैँ छु आइएम अलवेज विथ यु सो गाइजहरू अब ठुलो मन थालेर बस्छ अब तपाईले 1 महिनाको सगाई 1 महिना 9 दिनपछि देख्न पाउनुहुन्छ या ल त्यही टाटा बाइ बाइ म निस्किन्छु सो गाइस हामीसँग चाहिँ सौगातको लागि सानो उपहार रहेको छ म कहाँ विदेश लागिसक्यो क्या मलाई आउने चाहिँ म कति चाँडै आउने हो त्यहाँ हेर न बेउठा त फेरि हो कि क्या हो त्यो फोटो हो तिमी के गरे पुरै फिनल्यान्डको बारेमा लेखेर नट लाइक दिस 2082 इलियली यो के हो? क्यालेन्डर हजुर यो थाहा क्या मैले थाहा पाइसकेँ क्या यो तिमीहरूले वाउ सुरु भएन एक रिएक्सन देऊ न तिमी के हो र हेर फेरि स्टेप बाइ स्टेप जाऊ त्यहाँ आम्मा गइसक्यो पढ यहाँ चिच्चाहरू पढ न जेड यहाँ जेठ पढ हेर त्यहाँ छैन यो जबरजस्ती पढ्न पठाए मलाई मनमनै पढ्ने बानी थियो यहाँ हेर्न सक्नुहुन्छ हामीसँग 2082 को क्यालेन्डर छ अ न्यू इयर अ न्यू च्याप्टर राइट योर स्टोरी विथ होप एन्ड करेज ओ ताली 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 आज हामी वैशाखको 31 गते छौँ अनि हामीले के राखेको छौँ वैशाखमा यहाँ वैशाखमा फ्यामिलीको फोटो रहेछ के लेखिरहेछ नि यिनले हेरौँ है कोले लेखेको We know what family matters to you, so choose this to be the first photo. A lot of surprises unfolding soon, here and in life too. God bless you. सगात रोएर अनि फेरि ज्येष्ठमा होइन यसो गर्नु पर्थ्यो नि तिमीहरूले अलिकति मिस्टेक गर्यो क्या यहाँ जसको बर्थडे आउँछ यसमा बर्थडे कम्तीमा बर्थडे आउने जति कम्तीमा रिमाइन्डर त हुन्थ्यो नि द्याट कम्स हामी बिकज हामी इज अलवेज हामी यो त उसको हो नि यो बर्थडेको अस्तिको या younger me wow wow खै पेट मेरो बेसाको टी-सर्ट क्यान बी नोटिस यो फोटो देख्दा क्यालेन्डर पल्टाउनु मन होइन मलाई त नलाग्ला नि फेरि टु ह्यान्डसम के सेल्फ अब्सेस्ड Here comes round. यो के हो यो रोक न यहाँ चस्मा नलाइकन त पढ्नै सकिँदो अनि रहेछ किन काटेको त थ्याङ्क यू फर शोइङ अप हातमा खेर यी दुईलाई पागल ओइ यी दुईलाई पागल ओके पढ न अझ पढ न हुनबाट बचाउनु भएकोमा तपाईँलाई यी दुईको धेरै धेरै माया छ वी हेट यु ठिकै छ हामी फर्स्ट सेकेन्ड इयर हुँदा सगात आउँथ्यो अनि त्यति बेलाको फोटो गाएछ कस्तो प्रिसियस छ सेकेन्ड इयरको लागि चाहिँ ओ वाउ यो चाहिँ प्रकृतिले खिच्दिएको फोटो हो यो कहिलेको थाहा You remember this? कति क्यूट फोटो छ है You can't imagine the level of peace you have given us making us smile and for tons of laughter Wow कहिलेको फोटो यो खै यहाँ बर्थडे सड्डे लेख्नु पर्छ नि भदौमाको कसो बर्थडे अब त्यो अर्को चोटि यो कहिले फोटो थाहा कहिलेको मी खिचेको फोटो हेर यो तिमी राखी बाँड्न आउँदाको ए वाउ याद त छैन मलाई असोजमा आयो है हो यति तारिफ पाउँदा म ठुलो पल्टिनु पर्दैन ल सौगातजी तिम्रो वरिपरि यी दुईजना मात्र भएको मनपर्छ हामी
किनभने सौगातको अलमोस्ट एभ्री साथी केटी छ क्या सबै केटी छ अनि त्यही भएर तिम्रो भाउजू एउटा पनि नखोज्ने अनि तिमीले यस्तो भन्न पाइन्छ पहिला भाउजू खोज सबले साथी बनाउँदै हिँड्छ What's your village सौगात इटिङ गाइस सौगातले हेर्नुहोस् यहाँ त्यसमा चाहिँ सौगातको आफ्नै बर्थडे पर्छ कार्तिक होइन त्यो पनि अब होइन भनेर सोधा कि अब बर्थडे पनि कार्तिकमा पुग्यो होइन भनेको के हो सही हो मङ्सिर फ्लेक्सिङ माई बडी भनेर चाहिँ राख्नु पर्थ्यो भोक लाग्छ हो भनेर तिम्रो अनुहार हेर नि यहाँ तिम्रो अनुहार हेर हेर त ए भगवान् कति इरिटेटेड हो ल हेर त हेर खाना पाएपछि त कस्तो खुसी भएको टिभीएज के हो यो भने टु बी अनेस्ट होइन होला टिभीएज भनेको टु बी अनेस्ट यु आर ओन्ली आवर थ्याङ्क यू फर सर्ट टिप्स यु आर ओन्ली आवरबाट पढे न ए यु आर ओन्ली आवर गार्जेन्स हियर मलाई कति बुढो गराएको त्यति बुढो पनि भएन क्या तिमीहरूको गार्जेन्स हुनलाई हामी एब्सेन्ट भएर कहिले केही कसो भइहाल्यो भने किन एब्सेन्ट भयो भनेर सौगात नै आउने थ्याङ्क यू फर सर्ट ट्रिप्स टेकिङ आवर ट्यान्ट्रम्स तर ट्यान्ट्रम्स त तिमी नि अति थ्रो गर्छौ केही गर्दैन गर्छ न गर्छ एनसीकेटो आयो एनसीकेटो वाह टमाटर बडे मजेदार आहा टमाटर बडे मजेदार ओ टमाटर यो बडे किन लेखेको? मजेदार यो किन लेखेको यो त हामी अब घुम्न जाँदाखेरि किन लेख्यो यार तिमीले अनि मेरो लास्ट स्टोरी अनि यो थियो नि त तिम्रो त्यो हाम्रो चितलाङको यही गीत थियो त्यतिसम्म त बिर्सिसक्यो हेर तेरो त साथीहरू हेर त्यही भएर बर्थडे चाहिँ यहाँ गोलो लगाइदियो भने कम्ती बर्थडे सम्झिँदैन अब सौगातले बिर्सिन्छ जस्तो छ आउँदैछ साथीहरू म त बिर्सिन्छु जस्तो छु म कति ह्यान्डसम थिएँ क्या पहिला हेर्दैछु अनि जे गर जसो गर जतासुकै लैजाऊ मलाई यो मन त मेरो समीरसँगै छ पढ्यौ पढे जे गरे पनि जस्तो गरे पनि लास्टमा समीर नै चाहिन्छ गाइस अब अर्को मेरो फेभरेट फोटो त होइन तर मेरो पिन वाला फोटो चाहिँ हो है गाइस यहाँ हेर्नुहोस् इन्स्टाग्राममा फेभरेट फोटो होइन र त्यही भनेर त राखेको होइन तर त होइन ल पढ लास्ट अनि तिम्रो फेक फोटो हरेक वर्षको इन्डमा यही फोटो हेरेर खुसी हुनु कि दुःख हुनु हेर कपाल कति धेरै छ हो त्यही भनेर त भनेको खुसी हुनु भनेको यही फोटो हेरेर अझै रहेछ गाइज धेरै चाँडै त्यही भएर कहिले पनि एक्साइटेड नहुनु हजुरलाई त्यो दिव्य ज्ञान बुझ्नु हो तर डोन्ट लुक फर हेयर एन्ड स्किन त्यो लास्टमा हेर्ने हो क्या लास्टमा वर्षको लास्टमा जस्ट वैशाख अहिले लुक आफ्टर हेल्दी बडी ह्याप्पी लाइफ लभिङ पिपुल अराउन्ड ग्लो एन्ड ग्रो कस्तो लाग्यो के रहेछ प्रकृति लोटपट भइसक्यो थ्याङ्क यू भेरी मच कस्तो लाग्यो तर कस्तो लाग्यो एज अलवेज यो गिफ्ट खोज्ने के दिने कसो दिने भन्ने हाम्रो क्रेडिटलाई जान्छ क्याप्सन मेरो हो त्यसो भए त झन् केही छ भने के भन्दैन कि क्याप्सन हुन्छ यो भने प्रकृति सुन्यो नि यो क्याप्सन हो यो कस्तो लाग्यो तपाईँलाई राम्रो लागेन नि क्याप्सन त बेकार थियो फोटो त राम्रो छ फोटो त अहिले पनि हेरौँ न क्यामेरामा प्रकृति रिपोर्टिङमा हुनुहुन्छ हाम्रो पिताजी सौगात चाहिँ अब इन ड्राइभलाई वेट गर्दैछ अब
सौगात चाहिँ 1 महिनापछि मात्र आउँछ बाई सौगात बाई